Hello, good morning. राख्नु न प्रशासन कृषि प्रशासन Good morning होइन त हाम्रो from Fulasi, ward number 13. हाम्रो दिवसीको घरबाट चाहिँ ल ल गर्नु न गर्नु ल नवीन सरलाई बोलाउनु न त्यहाँ जाँदैछौँ। नवीन सरलाई नि बोलाउनु अनि उ गरौँला अनि अगाडि चाहिँ हाम्रो मेन बस हुनुहुन्छ होइन उठी चस्मा ल ल मिलाएर लेख्नु नि त अब एकछिन विश्रामपछि फेरि आउनेछु म बाई मन्थली नगरपालिका 13 को चाहिँ हाम्रो दिवसी हुनुहुन्छ उहाँले चाहिँ आफ्नो गाउँघरको विवरणहरू सबै दिइरहनु भएको छ ल दिवसी भन्ने हाल्नु त के हो कुराहरू यहाँ के छ अरे भन्नु त तपाईँले भन्नु पऱ्यो नि त कहाँ हुन्छ यहाँ भिडियो गरिरहेको छ ए यहाँ पहिला होइन त यहाँ दिवसीको बाख्रा चराउने जङ्गल चाहिँ यही हो अरे है गाइस भन्नाले रुट चाहिँ काट्नु त्यस्तो केही हुँदैन थियो है 5 जना केटा 5 जना केटी ए त्यस्तो चाहिँ हुन्थ्यो है जिन्दगीमा जीवन त हामीले बाह्र चढाएँ बाह्र आफै जीवन भनेपछि चाहिँ उहाँ हुन्छ आइटीको कहिलेको हिँड्ने बाटो यही हो आइटी सर त यहीँको रहिथानी हो अलिकति इसारा मात्रै हो त्यहाँ अहिले देखा जति मान्छे सबैले चिन्छ उहाँलाई फुलासी कसरी नामाकरण भएसम्म थाहा छ फुलासी कसरी चाहिँ नामाकरण भयो लु भन्नु त दिवसी पारासर हो तारा सर भनिदिनुहोस् न गाईले भनिदिन्छु भने यो हरेक कुरा भनेको अगाडि सुरु हुन्छ पछाडि हुन्छ हो सर यो आर राइट भनेपछि यतै आउने भयो होइन त लु भन्नु आइटी सर ए भन्नु न यार थाहा छ क्या किन भन्नु त के अरे आइटी सर ठगनाहरू जस्तै चिन्डे भन्ने ठाउँ नि यहाँ चाहिँ त्यो चाहिँ पहिला चिन्डेको रुख थियो होइन त्यो चिन्डोको रुख थियो त्यो चिन्डे गयो अरे यो चाहिँ हर्रे यहाँ हर्रेको रुख थियो हर्रोको रुख थियो उही त्यो तलतिर बर्रोको रुख थियो तपाईँहरूलाई थाहा छ नि हर्रो बर्रो या साइन्समा यहाँ चाहिँ दिउँसो घरको नाम पनि के भन्दै जाम्बु केराबारी केराबारी त्यहाँ केराको पुरै घारी थियो त्यो केराबारी भएर रासिया चाहिँ फुलबारी होइन फुलबारी होइन नि के हो कुरो फुलबारी हो फुलबारीबाट फुलबारीबाट फुलासी लाग्यो सर्टकटमा भन्दा भन्दै यहाँको सबै ठाउँको नाम चाहिँ बोर्ड अनुसारको नाम के अरे बिरुवा अनुसारको ठाउँको नाम रहेछ त्यही भएर फुलासी त्यसरी भयो अरे त्यही भएर अहिले माथि बाले पनि मिलेको छैन तारा चापाबाट जाम्बु रुख थियो त्यहाँ चाहिँ हामी जुन बसिरहेको ठाउँ यो चाहिँ हामीले फुलहरू रोपेको छ है छेउछेउमा हेर्नु होला तपाईँहरूले पनि केही सिक्न सक्नुहुन्छ यसमा ए हामीलाई त त्यस्तो कुरा थाहै थिएन है यो चाहिँ सबैले सिक्नुपर्ने कतिखेर भोलि भिडियोमा आउनु बाल मैत्री 12 बजेसम्म पार्टी गरेर 1 बजे हो यही हो उहाँको बर्थडेको केक काटेको यहाँ हाम्रो थाहा छ राति 12 बजे कहाँ डर पर्छ कहाँ केटाहरू कतिजना थियो होइन मैले फोटो देखेको त्यस्तो नि भयो है आफ्टर लङ टाइम पहिलाको योजना शाखाको अधिकृत सर भेट्न लागेको छु गाडीमा आउने कि ए म चाहिँ बाइकमा आउने यसो स्याड भइहाल्यो
साथीहरू जाँदै हुनुहुन्छ दिस इज ब्लग नट अ भिडियो ओके सुरज सर हाई से हाई लास्टमा म उनीहरूले हाम्रो नेत्र सर भेट भयो ह्यान्डसेक यहाँबाट भिडियो खिच्न दिँदैन अरे सो हामी चाहिँ अब यहाँबाट चाहिँ भिडियो लाग्नेछौँ है अब भित्र गएर आइसकेपछि चाहिँ हामी बल्ल भिडियो गर्नेछु अहिले केही समयको लागि विश्राम टाटा बाई भिडियो खिच्न दिँदैन भनेको त्यो पनि हामी लुकी चाहिँ भिडियो खिचिरहेको छौँ होइन आइसकेर हुनुहुन्छ हाम्रो सुरेश यहाँ हुनुहुन्छ हाम्रो सुरेश दाइ पनि यहाँ हुनुहुन्छ ला अँध्यारो भयो यार फर्स्ट टाइम त्यसरी हिँडिरहनु भएको छ म लास्टमा छु त्यही हिँडे जस्तो लाग्छ है तर हेर्नु न अझै पनि बाहिरको ढोका चाहिँ हामी देखिरहेको छौँ यहाँको लेन्थ चाहिँ यो टनल चाहिँ 1100 मिटर छ अरे एकजना दाइ आउनुभएको छ उहाँले चाहिँ सबै एक्सप्लेनेसन गरिरहनु भएको छ सबै कुरा त म पनि याद राख्न सक्दिनँ त्यही पनि है र गर्नु याद 600 मिटर इन्टर गऱ्यो अब 400 मिटर बाँकी छ इन्टर गर्नको लागि भित्र हेरेर हामी रिटर्न भइसकेको छौँ अब बाहिर निस्किने ठाउँ आयो 100 मिटर्स अब फाइनल्ली भित्र हाइड्रोपर्टको हेरिसकेपछि चाहिँ अहिले हामी अपरेसन रुम सर के रुम अपरेसन रुम हेर्न जाँदैछौँ होइन त्यो पावर हेरेर हामी अपरेसन रुम जाँदैछौँ हेर्नुहोस् हेर्ने आउटडोर कन्ट्रोल बिल्डिङ full and enter आउँदैछ वीरेन्द्र 2000मा चाहिँ उहाँले उद्घाटन गर्नुभएको थियो So see you in the next splash. भोक लागेको अवस्था अहिले इनर्जी घट्दै आइरहेछ सो हामी चाहिँ कहाँको हो र त्यो हलेसी मन्दिरको प्रसाद खान लागेको छौँ है अनि बाई अब
हामी यो के भन्छ मिनी ब्लग भरे भोलि पर्सि कहिले आउँछ इट टेक्स टाइम टु रिक्रिएट द्याट भिडियोज सो बाई एभ्रिवान बाई 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 भन्नु त सबजनाले कस्तो कता निहुरेर रहेछ बाई भन्नु भनेको हेलो हेर्नु नसुने जस्तो गरेको तँ सबैजना बाई भनिदिनु छ